हेलो साथीहरू, वेलकम ब्याक टु माई मिनी ब्लग। आज शुक्रबारको दिन पनि छ, घाम पनि एकदम टाढ लागिरहेको छ, एकदम गर्मी महसुस भइरहेको छ यतातिर। अनि हजुरतिर कस्तो छ? अनि नेपालतिर पनि मैले सुनेको शुक्रबार र शनिबार बन्द हुने भनेर। यहाँको जस्तै सिस्टम उता बाहिर विदेशहरूको सिस्टम जस्तै उता नेपालतिर पनि बनाएको हुन्छ, ठिकै छ। अनि आज शुक्रबारको दिन यो पर हाइवेमा पनि कोही गाडीहरू पनि छैन होइन। आज शुक्रबारको दिन एकदम सुनसान हुन्छ यतातिर, शुक्रबार र शनिबारको दिन। यो पर हाइवे हो, त्यो परको एउटा दुइटा गाडी हिँडिरहेको छ त्यो हाइवे। आज सुनसान छ, फेरि अरू बेला त्यति हिँड्छ कि यति हुन्छ थाहै हुँदैन क्या। अनि यतातिर पलतिर डाँडाकाँडा हेर्न सक्नुहुन्छ हजुरहरूले। उता डाँडाकाँडा नेपालको जस्तै डाँडाकाँडा छ, हेर्न सक्नुहुन्छ। रुखहरू मात्रै छैन हो। अनि त्यो परको हाइवे छैन, त्यो हाइवेमा अरूको बेला यति फुल हुन्छ गाडी, यति जाम हुन्छ। अनि आज एउटा दुइटा हिँडिरहेको छ। अनि सो फाइनली यस्तै छ जिन्दगी होइन। अनि यतातिर उता फेरि हाम्रो होटल भयो। अनि यस्तै छ परदेशी लाइफ। अनि शुक्रबार र शनिबार पनि नेपालमा बन्द हुन्छ भन्ने सुनेको थिएँ, अब खै कस्तो के भइरहेको छ थाहा छैन है। अनि यो चाहिँ हाम्रो होटल भयो यो चाहिँ। अनि यतातिर हेर्न सक्नुहुन्छ भ्यूहरू, त्यो पर गाउँतिर। अनि सो यस्तै छ। अनि यहाँ फुल पररम्म फुल खेलिरहेको छ होइन। अनि सो ठिकै छ। शुक्रबारको दिन यस्तो किचन धुलाइ हुन्छ, यहाँ सबै सरसफाइ हुन्छ। अनि यतातिर होइन, यतातिर केटाहरूले दिँदैछन् त्यतातिर। आज शुक्रबारको दिन सबै सफा हुन्छ क्या, किनकि अब हप्ता दिनभरि चलिरहेको हुन्छ। अनि त्यहाँबाट फरवर्ड हुन्छ, सबै सफा हुन्छ। अनि हाम्रो पनि अहिले बाहिर सफा गर्नुपर्ने छ, यो भागभरि सबै सफा। आज सब सफा क्लियर हान्नुपर्ने छ कि यो भागभरि सब माथि तल सबै सफा हान्नुपर्छ। अनि यो हाम्रो कस्टमरहरू बसेर खाने ठाउँ हो होइन, हेर्न सक्नुहुन्छ। अनि यो बारिस्ता भयो, यता मकिनाहरू छ। यसो यतातिरको यो देख्न सक्नुहुन्छ। अनि माथि पनि छ हो, माथि पनि त्यहाँ माथि छ। होटलको नाम दैरवेर, यो क्यासियर भयो, यो बारिस्ता। अनि यता फेरि मस्त छ ठाउँ। अनि अर्को होटल उता माथि पनि छ, तल र माथिको। अनि धेरै मान्छे भएपछि बाहिर पनि बस्नु मिल्छ हो। अनि यताबाट जाने धेरै मान्छे भएपछि बाहिर। अनि यहाँको यस्तो व्यवस्था हुन्छ है। अनि जे बच्चाहरू भयो नि, बेबी चेयर बच्चाहरूको लागि यो होइन, टक्क बेबी चेयरमा बस्ने बच्चाहरू आएपछि टक्क यहाँ सबै सुविधाहरू छ होटेलमा, सबै कुरो छ होइन। बच्चाहरूको लागि बेबी चेयर यो सबै हुन्छ त्यहाँ। अनि बाहिरको त्यो बाहिरको त्यहाँ पनि मान्छे यहाँ फुल भएपछि तलमाथि फुल भएपछि उता बाहिर पनि राख्ने त्यो बाहिरको ठाउँ हो। त्यो टेबलहरू ढाकिरहेको छ होइन। सो यस्तै छ हाम्रो होटेलको भ्यूहरू। अनि यतातिर सब डेकोरेसनहरू छ, उतातिर पनि डेकोरेसन छ। अनि सब दामी छ तर होइन। त्यहाँ माथि ऐना छ। कोलाई थाहा छ हजुरलाई, यहाँदेखि योबाट रेसिपीहरू बनाउँछ अनि के बनाउँछ। अनि यहाँको फेरि यो खाना बोक्ने टेरीहरू भइसक्यो के अरे। अनि यहाँको क्युटी फेरि यस्तो हुन्छ है केटाहरू, कोले पढ्न सक्छ, कोलाई पढ्न आउँछ। अब साउदीमा बस्नु भएको मान्छेहरूलाई त पढ्न आउँछ होला, अनि हामीलाई पनि आउँछ। अनि यो केकहरू भयो,